दर्शकबिन यतिखेर श्रेयाले आफ्नो श्रीमान भुवनसँग भुन्टीसँग नाजायज सम्बन्ध रहेको भन्दै अत्याचार गर्न थालेपछि भुवनले एक चर्कनमा गालामा हानेपछि माइती घर जान्छु भन्दै हिँडेकी श्रेया भने यतिखेर बीच बाटोमा आफ्नो बहिनी भेटेपछि पुनः घर फर्केर आएकी छिन्। तसर्थ आफ्नो बहिनीको पढाइको लागि भन्दै पुनः घरमा फर्केर आएपछि अझै पनि आफ्नो श्रीमानसँग ठुलो ठुलो कुरा गरेर आफ्नो श्रीमानसँग नमिल्ने कुरा गरेपछि श्रीमान भुवनले भने आफ्नो सासू ससुरालाई फोन कल गरेर तुरुन्त सरसल्लाह गर्नु छ, इम्पोर्टेन्ट काम छ बुवा, तुरुन्त सहर आउनु पर्यो, भन्न मिल्दैन भनेर यस खालको कुराहरू भन्दै आफ्नो ससुराबालाई सहरमा बोलाइसकेको अवस्था छ। हो दर्शकबिन, यद्यपि यतिखेर श्रेया र भुवनको सम्बन्ध राम्रो नभएको अवस्थामा आफ्नो सासू ससुरा आएर के सल्लाह सुझाव देलान् त? कतै श्रेया र भुवनको सम्बन्ध बिछोड हुने त होइन पक्कै पनि हो दर्शकबिन। त्यो सम्पूर्ण जानकारीहरू के हुनेछ भन्ने विषयमा पनि हामीले पछि थाहा पाउने नै छौँ। यद्यपि यतिखेर भूपेन्द्रको बोलचाल र हिँडुल गर्ने अवस्थामा पनि छैन। यो अवस्थामा भुन्टीले मृत्यु र जीवनसँग लडिएको आफ्नो श्रीमान भूपेन्द्रलाई यतिखेर दिशा पिसाब छोड्दै हेरचाह गरिरहेकी छिन्। साथ यो अर्थमा भूपेन्द्रले पनि बुझेका छन् कि बोल्न सक्ने र हिँडुल गर्न सक्ने अवस्था नभए तापनि भूपेन्द्रले कानले सुनेर आफ्नो श्रीमतीले आफूप्रति गरेको यो व्यवहारहरू देखेर यतिखेर एकदमै दुखीमा परेका छन्। तसर्थ पछि गएर भूपेन्द्र बोलचाल गर्न सक्ने हिँडुल गर्न सक्ने अवस्थामा भएपछि पक्कै पनि भुन्टीलाई धेरैभन्दा धेरै माफी मागेर भुन्टीसँगै सम्बन्ध गाँसिने छन् भन्ने हामीले लाग्छ। तर यद्यपि भुन्टीले त्यो भने माफी दिन्छन् या दिँदैनन् त्यो हेर्नको लागि भने हामीले पछिको एपिसोड नै कुर्नुपर्ने हुन्छ। यद्यपि यतिखेर भुन्टी सिरियलमा लफडा परिरहेको छ दर्शक पनि। यतिखेर आफ्नो दाजु भाउजू टोकले र पूर्णिमा भाउजूलाई भेट्छु भन्दै आफ्नो जेठाजुसँग सोधेर गएकी भुन्टी भने पहिले जम्कै भेट भएर ठोकिएको केटासँगै भेटघाट भएको थियो। हो दर्शक, तसर्थ यतिखेर त्यस केटाले बाटो छेकेर घुँडा टेकेर भुन्टीसँग माफी मागिरहेको दृश्य हामीले देख्न सकिन्थ्यो। यद्यपि उतापट्टि पनि आफ्नो टोकले दाई र पूर्णिमाले बारम्बार भुन्टीलाई सम्झिरहेका छन्। यद्यपि आफ्नो भाउजू पूर्णिमा भन्दा पनि दाईले सपनामा पनि आफ्नै बहिनीले बोलाइरहेको जस्तो सुनेर विभिन्न काम गर्दा र सपना पनि सुतिरहेका छैनन्। बहिनीका मात्रै चिन्ता गरिरहेका हुन्छन् टोकले। यसरी उतापट्टि गाउँमा पनि भूमिकाको विवाह धुमधामसँग गरिदिने भनेर आफ्नो भाउजूले श्रेयाले प्रलोभन दिँदै पठाएको भूमिका यतिखेर आफ्नो आमालाई खुसीहरू सुनाउँदै गरेको अवस्था छ। तर यतापट्टि श्रेया ठुली भाउजूले जाल बुनेर भुन्टीलाई घरबाट निकाल्ने षड्यन्त्र मात्रै गरेका हुन्। ती सारा विवाहमा खर्च गरिदिन्छन् र सपोर्ट गर्ने भन्ने कुरा, तर यो कुरा भने भूमिकालाई पक्कै पनि थाहा छैन। यो सम्पूर्ण कुराहरू थाहा पाएन भने पक्कै पनि भूमिका भने गरिन् त छाँगाबाट खसे जस्तै हुने छिन् भूमिका। तसर्थ यो सम्पूर्ण जानकारीहरू थाहा पाउनको लागि भने पक्कै पनि अब आउने नयाँ भुन्टी सिरियलको प्रतीक्षा हामीले गर्नुपर्ने नै हुन्छ। दर्शकबिन अब के होला भन्ने विषयमा पुनः पनि हामी अर्को नयाँ एपिसोडको रिभ्यू भिडियो लिएर तपाईँहरू समक्ष आउने छौँ। त्यतिसम्मको लागि तपाईँहरूलाई पनि भुन्टी सिरियल सम्बन्धी रुचि छन् भने कृपया यस भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला।